एमाले गोकुल बास्कोटा योगेश भट्टराईहरूलाई टिकट दिएन भनेर धेरैजनाले विरोध गरेको देखेँ मैले। मलाई चाहिँ एकदम मजा लागेको छ, किनभने योगेश भट्टराई तिनै पात्र हुन्। पशुपति विकास कोषको संरक्षणमा रहेको अर्बौंको बालुवा बेचेर भ्रष्टाचार गर्ने पनि यिनै हुन्। पशुपतिमा इन्डियाले बनाइदिएको धर्मशाला बतास समूहलाई बेच्ने पनि यिनै हुन् भने नारायण हिटी सङ्ग्रहालयभित्र बतास समूहलाई बेच्ने पात्र पनि यिनै हुन् भने पशुपतिमा बेलुका बिहान भजन कीर्तन होइन राष्ट्रिय गान बजाउनुपर्छ भनेर अभिव्यक्ति दिने पात्र पनि यिनै हुन् भने अर्का हाम्रा 70 करोड काण्डवाला गोकुल बास्कोटा पनि दुधले नुहाएका पात्र होइनन्। यिनीहरू दुईजनाले चाहिँ केपी शर्मा ओलीको काकुनमा हो तेल लगाउनु पर्छ भन्थे हाम्रो दुर्गा प्रसाईले। तेल लगाउन अलि पुगेन छ कि क्या हो। गुण्डा नाइके मिलन चक्रेले टिकट पाउने, यो दुईजनाले टिकट नपाउने भइसकेपछि गोकुल बास्कोटा र योगेश भट्टराईको पार्टीमा कतिको हैसियत रहेछ भन्ने कुरा त प्रश्न देखि नै हालियो। अब यस्तै हरकत गर्दै गइसकेपछि यसको फाइदा चाहिँ रासोपालाई अर्थात् घन्टीलाई हुने देखियो। जय युवा।